हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। अनि यात्रा आज पनि छोटो अनि मिठो हुनेछ, किनभने यी यात्रा जारी रहन्छ सधैँ। यसो बाहिर घुम्दैछु क्यारे। हुन त त्यस्तो विशेष कामले त होइन, र पनि अब घुमघामको प्रक्रिया चलि नै रहन्छ। मजाले दिन उक्रेको छ, घाम लागेको छ, यसो बाहिर निक्लेको छु। यो जिन्दगीमा नि विशेष गरेर यो छोरा मान्छेहरूलाई नि मेन कुरो चाहिँ के रहेछ भन्दाखेरि, जबसम्म पैसा कमाउन सकेन भने उसको इज्जत पनि हुँदैन रहेछ भन्ने चाहिँ बिस्तारो बिस्तारो थाहा हुँदै आइरहेछ। त्यसले गर्दा यो पैसा भन्ने चिज छोरा मान्छेको लागि मोस्ट इम्पोर्टेन्ट हुने रहेछ। पैसा कमाउनु सकिएन भने यहाँ आफ्नै साथीभाइ, आफ्नै घर परिवारले पनि वास्ता गर्न छाड्छ रहेछ। त्यसले गर्दाखेरि पैसा सबैभन्दा इम्पोर्टेन्ट हुने रहेछ जीवनमा साथी हो। त्यही भएर पैसा कमाउने उद्देश्यले यो खाडी युरोप स्पेनतिर आइयो। यहाँको हालत अनि यहाँको परिवेश यस्तो चाहिँ एकदमै सोचेको र कल्पना गरेको भन्दा छुट्टै छ। यहाँको वर्तमान अनि यहाँको स्थिति भनेको चाहिँ एकदम नाजुक छ। अब जब पाइँदैन, काम पाइँदैन, अनि बाहिर फेर घुमेको छ, हिँडेको छ, यसरी नै समयहरू चाहिँ पूर्ण रूपमा बितिरहेको छ यहाँ। त्यसले गर्दाखेरि कठिनाइ नै छ यो समय। भनेको जस्तो छैन, र पनि प्रतीक्षाको फल मिठो हुन्छ भन्छ। जीवन प्रतीक्षामा निरन्तर चलिरहेछ। हेर्दै जाऊँ, किनभने एक दिन पक्कै पनि त्यो सोचेर त्यो कल्पना गरेको चिजहरू प्राप्त हुन्छ भन्ने पूर्ण आशा र विश्वासमा जीवनको पाइलाहरू अगाडि लम्किरहेको छ साथी हो। हेर्नुहोस्, र म त के भन्छु भने, कहीँ कतैबाट यो भिडियोहरू देख्नुभयो भने यो युरोप स्पेनतिर आउनुको लागि चाहिँ धेरै पटक सोचेर, धेरै पटक अनुमान गरेर मात्रै तपाईँहरूले आफ्नो यात्रालाई अगाडि बढाउनु होला। पूर्ण रूपमा 1-2 साल चाहिँ बसेर नै जिन्दगी बित्छ। अब सबैले भने जस्तो जब जागिरहरू पाइँदैन, अनि बस्ने खाने भइन्छ। अब लामो समयसम्म एक्लै बस्दाखेरि फेरि छुट्टै खालको चाहिँ तनाव, छुट्टै खालको र डिप्रेसन होला जस्तै हुन्छ साथी हो। त्यसले गर्दा सोचेर मात्रै आफ्नो यात्रालाई अगाडि बढाउनु होला है त। सानो यो एउटा जानकारी मात्रै हो, एउटा यो तपाईँहरूले इन्फर्मेसनको रूपमा पनि लिनुहोस्। यहाँको अवस्था, यहाँको परिवेश यस्तो छ भनेर फ्याक्ट कुरा हजुरहरूलाई चाहिँ यस छोटो भिडियोबाट दिन चाहेको मात्रै हो। खासै त्यस्तो अब त होइन, र पनि अब यस्तो छ अवस्था भनेर यसो देखाउन लागेको मात्रै हो। यहाँ भोगिराखेको कुरा अनि आफूले प्रत्यक्ष रूपमा आफैले रियलाइज गर्दै आफैले नै भोगेको कुराहरू चाहिँ तपाईँहरूमा सेयर गर्न मन परेर हो। यो हिँड्दै गर्ने क्रममा यसो यति गर्दा पनि काहीँ कतै यस भिडियोको मातहतबाट एउटा सोच्ने, एउटा थोरै एउटा भनौँ न, एउटा सानो एउटा इन्फर्मेसन जस्तो पनि हुन्छ भनेर हजुरहरूलाई चाहिँ यस भिडियोबाट यसो जानकारी दिउँ भनेर मात्रै हो। यहाँ अब त्यही त हो नि, अब यो दुनियाँ, यो संसारमै यो राजनीतिक लागिहाल्छ। अब काम सजिलोसँग पाइँदैन। त्यही त हो नि, अब सबैतिर प्याकाप्याक मान्छेको चाप बढी भएर एकदमै काम पाउन गाह्रो। अनि त्यही हो, अब सबैले बाहिर बसेर सोच्दाखेरि त राम्रै लाग्छ, राम्रै देखिन्छ, तर वास्तविक आएर चाहिँ फेरि भोगाइ निकै कठिनाइ हुन्छ साथी हो। त्यसले गर्दाखेरि त्यति सजिलो, त्यति सहज छैन यो स्पेन। एकदमै अहिले जटिल बन्दै गएको छ साथी हो। त्यही भएर नि यस्तै हो। र तर हुन त फेरि हामीले यसरी पनि बुझ्नुपर्छ के भन्दाखेरि, अब जहाँनिर जोखिम छ त्यहीँनिर सफलता छ। जसले जोखिमलाई अब अँगाल्न सक्दैन उसले सफलता पनि एचिभ गर्न सक्दैन भन्ने कुरा छ। त्यो एउटा सत्यता पनि हो। त्यसले गर्दा अब जोखिम बोल्न सक्ने र जोखिम बोल्छु भन्ने सोच अनि विचारको साथमा अगाडि आइयो भने चाहिँ फेरि यहाँ असम्भव भन्ने छैन।
असम्भव भन्ने छैन, किनभने अधिकांश मान्छेहरूले अब यो कुराहरूलाई झेलिरहेछ, यो कुराहरूलाई अब उनीहरूले एक्सेप्ट गरिरहेछ भने हामी पनि सक्छु भन्ने एउटा मनसाय। विशेष गरेर के भन्दाखेरि त्यही हो, अलिकति आफूले आफूलाई स्ट्रङ बनाएर यात्रालाई अगाडि बढाउँदा चाहिँ बेटर हुन्छ भन्ने लाग्छ मलाई। त्यही भएर एउटा सूचना जस्तै पनि हो। अब कोही काहीँबाट यसरी आउने सोच योजना बनाइराख्नु भएको छ भने, कतैबाट यो भिडियो देख्नुभयो भने एउटा जानकारी, आफू एउटा स्ट्रङ बनेर एउटा आउने माध्यम बन्छ साथी हो। त्यही नै हो, अब खास त्यस्तो विशेषता छैन अहिले। अब यो त्यही अप्रवासीहरू धेर भएको कारणले गर्दाखेरिको यहाँ त्यही अलिकति अब कामकै समस्याहरू भने हो। काम नपाइसके पछाडिको अनि आफैले बचत गरेर ल्याएको पैसा कतिन्जेल पुग्छ भन्ने कुरो हो है साथी हो। ल भन्दै बिदा हुन चाहन्छु। हस्, धन्यवाद।